प्रश्न चाहिँ पेजमा छ, त्यो पेजमा हेर्नु होला। मैले हेर्न चेक गर्न सजिलो हुन्छ भन्ने हिसाबले यहाँलाई पनि गराएको थिएँ है, प्रश्न लेख्नु पनि गरेको थिएँ, लेख्नु पनि भएको छ। ल मैले नाम चाहिँ यसरी के दिएको छु है, नाम चाहिँ किन सबैलाई थाहा दिनु, यहाँको मैले उत्तर पठाउँदाखेरि त पठाइ नै हाल्छु। यो ठिक होला कि अथवा यो ठिक होला कि मैले उ गरौँ है यसलाई, यो स्क्रिन सेयर पार्छु एकछिनबाट यसैबाट हेरौँ है, त्यसपछि म सुनाउँ है यहाँलाई। ठुलो है यतिले छेकिन्छ छेकिन्न, म भित्रका साथीलाई बोल्न दिन्छु एकछिन, किनकि क्विक रेस्पोन्स आएन। यो ठिक होला कि अथवा स्क्रिन सेयरबाट जानु पर्ला भन्नुहोस् त। ठिक छ सर, यही ठिक छ, हेरिरहेछ। ठिक छ ल, ठिक छ। अहिले मसँग दुईटै अप्सन छन्, म स्क्रिन सेयरबाट पनि बिहानले लेख्न सक्छु, त्यो यहाँलाई पहिले पहिले देखिसक्नु भएको छ। यो अलिक ठुलो है, अलिक सानो गरौँ, जुन धेरै हो। प्रश्न यसमा कति उत्तर आएको छ थाहा छ? उत्तर आएको देखिएको छ छैन? कति उत्तर आएको छ नम्बर कति आज देखेछ? 1 मार्क 5 मा। त्यो 1 मार्क चाहिँ पनि नहुने जस्तो छ है। खास चाहिँ अरू उत्तर के भएको एकदम राम्रो छ, मैले देखाउँछु। अरू चाहिँ यो प्रश्न र यो लगायत मैले 3-4 वटा प्रश्न भन्ने गरेको छु यहाँलाई हैन। एउटा चाहिँ नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व सम्बन्धमा गरिएको व्यवस्थाको चर्चा गर्नुहोस् भनेर यो सोधे। अघिल्लो पटक चाहिँ नेपालको संविधानमा मौलिक हकहरूको सम्बन्धमा गरिएको व्यवस्थाको चर्चा गर्नुहोस् भनेको थिएँ र परीक्षामै सोधेको थियो गत साल चाहिँ नेपालको संविधानमा संविधानमा होइन नेपालमा समानुपातिक निर्वाचन प्रणाली बारे गरिएको व्यवस्थाको चर्चा गर्नुहोस् भनेको थियो। ती दुईटा प्रश्नको उत्तर त्यहाँ जान्न होला, तर यो चाहिँ क्लास सायद यहाँहरू छुटेको हुनाले होला कि के होला। के लेख्नु हो भनेदेखि है, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्थाहरू भन्नुभयो, हेडिङ राम्रो लेख्नुभयो, त्यो ठिक गर्नुभएको छ। के गर्नुभयो भनेदेखि राज्यले लिने नीति, निर्णय र काम कारबाहीलाई मार्गनिर्देशन गर्नको लागि राज्यले विभिन्न निर्देशक सिद्धान्त, नीति र दायित्व अवलम्बन गरेको हुन्छ। वर्तमान संविधानको भाग 4 मा राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको छ भन्नुभएको छ। राम्रो लेख्नु भएको छ। यो लेखाइमा चाहिँ केही छैन है, उहाँको चाहिँ यसमा कम्प्लेन गर्नुपर्ने कुरा केही पनि छैन। अब भन्नुहुन्छ राज्यको निर्देशक, अब राज्यको राजनीतिक उद्देश्य लेख्न थाल्नुभयो। अब केमा जानुभयो भनेदेखि यहाँले निर्देशक सिद्धान्तभित्र 4 वटा उद्देश्य छन्। यहाँले चाहिँ राजनीतिक उद्देश्य है, एउटा राजनीतिक उद्देश्य लेख्नुभयो होला, सामाजिक सांस्कृतिक उद्देश्य लेख्नुभयो होला, अर्को चाहिँ आर्थिक उद्देश्य लेख्नुभयो, अनि त्यसपछि अन्तर्राष्ट्रिय उद्देश्य लेख्नुभयो, अनि त्यसपछि टुङ्ग्याउनुभयो। के हुन्छ अब जाँच दिएको साथीले जति उत्तर पठाउनु भएको छ यस्तै यस्तै छ, अथवा यहाँ अहिले जम्मा भएको उत्तर नपठाएका साथीहरूलाई, विद्वान साथीहरूलाई यसमा के कुरा पुगेन जस्तो लाग्छ, किन त्यति नम्बर मात्रै आयो होला जस्तो लाग्छ? यसमा नीति सम्बन्धी केही कुरा छैन। क्वेसनमा नीति पनि सोधेको छ, दायित्व पनि सोधेको छ, तर यसमा चाहिँ मात्र सिद्धान्त मेन्सन भएको छ। त्यो जसको उत्तर हो त्यो उत्तर पठाउने बहिनी हुन्छ। यसमा नीति र यो मेरो छैन, मेरो अर्कै हो। निर्देशक सिद्धान्त है, निर्देशक सिद्धान्त, नीति, दायित्व, 3टा कुरा सोधेको छ। त्यसो भएपछि त यहाँहरूको चाहिँ समस्या कहाँबाट हुने भयो भनेदेखि यसलाई यसरी लेख्न थाल्नुभयो भन्ने सायद यहाँहरू नै होला। एकपटक सोधेको थियो नेपालको संविधानमा मौलिक हक बारे भएको व्यवस्था लेख्नुहोस् भनेको सोधेको थियो। नेपालको संविधानमा 31 वटा मौलिक हक उल्लेख गरिएको छ भनेर 5 नम्बरमा सोधेको छ। अब 10 वटासम्म त बुदा लेख्नु पर्यो भनेर अनि 10 वटा बुदा लेख्नु भएको थियो। त्यो होइन नि है। अनि यो समानुपातिक निर्वाचन प्रणालीको सन्दर्भमा यस्तै यस्तै लेख्नु भएको थियो, त्यो होइन। अहिले म विस्तृत बुझाउँला यसमा खास के हो भनेदेखि। अहिले म छोटकरीमा भने यहाँले बुझिदिइहाल्नुहुन्छ। मैले लेखेको भन्दा पनि बोलेको कुरा यहाँले बढी बुझ्नु रहेछ। एउटा कुरा यो ठिक छ, यहाँले लेख्नु भएको छ नेपालको संविधानमा भाग 4 मा धारा कतिमा यो भएको चाहिँ निर्देशक सिद्धान्त भएको 50, धारा 50 है 50 तीनटाको सोधेको छ। 51, 51 र 52 मा चाहिँ 50 मा चाहिँ यो निर्देशक सिद्धान्त उल्लेख गरिएको छ 4 वटा,
4वटा बरु हेडिङ मात्र लेख्दा हुन्छ क्या। अनि 51 चाहिँ कतिवटा नीतिहरू उल्लेख गरिएको छ? 13वटा 13वटा उल्लेख गरिएको छ। र धारा 52 चाहिँ राज्यको दायित्व उल्लेख गरेको त्यो एउटा बुँदा मात्रै हो, त्यो एउटा बुँदा मात्रै हो। त्यसले चाहिँ सबै उत्तर भएन। र निर्देशक सिद्धान्त मात्र सोधेको होइन। यो प्रश्नमा चाहिँ है यहाँले यो निर्देशक सिद्धान्त, नीति र दायित्व सम्बन्धमा के व्यवस्था छ चर्चा गर्नुहोस् भनेको छ। अहिले मैले यसको उत्तर भनौँला। उहाँले चाहिँ यो निर्देशक सिद्धान्त 4वटा लेखिएको हुनाले र यति लेखिसकेको हुनाले 1 नम्बरसम्म त ठिकै छ भनेर चाहिँ अलिक दयालु परिसकेको भएपछि दिए हुन् है। म त अब यो धेरै उत्तर पठाउने मसँगै जोडेका मेरा चाहिँ पिर्ने विद्यार्थीहरू भएको हुनाले अलिक दया देखाएको हो। नत्र यति मात्रै लेखेर 1 नम्बर पनि आउँदैन। यसको उत्तर के त भन्ने कुरो अहिले भन्दाखेरि टाइम लाग्ला। म एकैचोटि भनौँला है। यसको खास उत्तर के त? खास उत्तर के? यो नछुटाउनुलाई उत्तर के त? के लेख्यो भनेदेखि यहाँले 3.5 नम्बर पाइने हो त। अब जान्नुपर्ने कुरा त यो हो नि है। हामी यसैमा बढी फोकस गरौँ ल। उहाँले यो 3टा निर्देशक सिद्धान्त मात्रै उल्लेख गर्नुभयो। एउटा सानो पार्ट मात्रै छुनुभयो उहाँले होइन। यतिले पुग्दैन त्यसो भएको हुनाले म उत्तरमा लिन्छु। यसको मात्रै होइन, मैले यहाँलाई यसको उत्तर भन्दाखेरि मौलिक हक सम्बन्धी के व्यवस्था छ, समानुपातिक निर्वाचन प्रणाली सम्बन्धी के व्यवस्था छ, यस्ता दर्जनौं प्रश्नहरू जुन परीक्षामा सोधे पनि राखेको छ र आगामी परीक्षामा पनि सोध्न सक्छ। हो ती प्रश्नको उत्तर कसरी लेख्ने भन्ने विषयमा हामी छलफल गर्नै पर्छ। त्यो आजको यो क्लास लिइसकेपछि चाहिँ पर्फेक्ट हुनुपर्छ है। यहाँहरूले फेरि यहाँको किताबमा, मेरो किताबमा यस्तो छ, मेरो नोटमा यस्तो छ भन्ने कुरा त्यतातिर अलमलमा नपढ्नु होला। म त यहाँलाई भनेको हुन्छु। यहाँले मेरो उत्तर थाहा पाइसकेपछि थरी यहाँ किताब हेर्नै पर्दैन। यति हेर्दा हुन्छ। मैले म 2 नम्बरमा गएँ किनकि समय धेरै जान्छ। फेरि नजिर भन्नाले के बुझिन्छ, यसलाई किन कानुनको महत्त्वपूर्ण स्रोत मानिन्छ राम्रो लेख्नु भएको छ है। यो 3.5 सम्म चाहिँ यहाँले थाहा छ नम्बर दिने भनेको सामान्यतया 40 देखि 70% हो। 40 देखि 70% हो। र त्यसमा चाहिँ सामान्यतया धेरै राम्रो भएपछि 3.5 नम्बरसम्म दिने हो। म्याथमा चाहिँ पुरै पाइन्छ। तर यो 3.25 भनेको अलिकति धेरै यो माया गरेर दिने नम्बर हो होइन। तर राम्रो लेख्नु भएको छ क्या। यो परीक्षामा यति लेख्न सक्नुहुन्छ सक्नुहुन्न। आज यो परीक्षा चाहिँ हामीले लाइभ गरेनौँ। यहाँलाई यो घरमै बसेर लेख्न दिएको हुनाले अलिक समय पनि बढी लगाउनु भयो कि। तर यो इक्जामको सिटिङमा बसेर यति लेख्न चाहिँ सक्नु चाहिँ गाह्रो कुरा। यति लेखेपछि हामीले 103 होइन 3.5 नम्बर नै पाउन सक्नुहुन्छ है। एकचोटि हेर्नु त अब उत्तर। नजिर भन्नाले कानुनको अभाव, अस्पष्टता भएको अवस्थामा परेको मुद्दा वा उठेको सवालको निरूपण गर्ने सम्बन्धमा सर्वोच्च न्याय निकायद्वारा प्रतिपादन गरेको सिद्धान्त। यो सोधेको थिए 13 क्वेसनमा। यो सोधेको रहेछ है। भनिन्छ यसलाई जजमेन्ट ल पनि भनिन्छ। नजिरलाई कानुनको महत्त्वपूर्ण स्रोत किन मानिन्छ भन्ने सन्दर्भमा एउटा कानुनको अभाव त्यति हजुर 3.25 भने अलिकति नम्बर घट्नु पर्छ देखे। 25 होइन कि 3.2 सम्म दिनु पर्ला जस्तो देखियो। मैले अब अझै रिचेक हुन्छ है। यहाँहरूको इक्जाममा पनि फाइनलमा के हुन्छ भनेदेखि सुरुमा चाहिँ अलिकति लेखेको देख्दाखेरि नम्बर अलिक बढी पनि आएको होला होइन। तर पछि चाहिँ कम्पिटिसन जसको हुन्छ त्यसको फेरि रिचेक 2-3 चेक गर्न मात्रै नम्बरमा चाहिँ त्यहाँ यो बढाउँदै घटाउँदै गरेर यो पास हुने जस्ता विद्यार्थीको के फेरि उनलाई त दनादन काटिदिन्छन्। अलिकति नम्बरमा चाहिँ पछि पनि हुन्छ। त्यो भएको हुनाले फर्स्ट छुट्याउन अलिकति गाह्रो भयो भनेदेखि यो नम्बरमा अलिकति घट्न सक्ला है। सर्वोच्च न्यायिक निकायबाट प्रतिपादित हुने भएकोले संसद वा विधायकबाट संशोधन त खारिज नभएसम्म मान्य हुने भएकोले यो चाहिँ सबैले मान्नुपर्छ भन्न खोज्नु भयो होला। मेरो भाषामा चाहिँ त्यो थियो। पालना बाध्यकारी हुन्छ। यो पनि राम्रो कुरा गर्नुभयो। नजिर कानुनको किन स्रोत हुने सबैले पालना गर्नै पर्छ। कोहीले पालना गरेन भनेदेखि त अवहेलनामा कारबाही हुन्छ। तत्काल कुनै पनि विषयको सन्दर्भमा निर्णय लिन सकिने भएकोले न्यायाधीशले नबनाएको के अरे बनाएको कानुन गलत हुँदैन भन्ने मान्यता भएको ठिकै छ। यो थप बुझा भन्नुभयो कि मैले यहाँलाई बुझा भनेको थिएन सायद। व्यवस्थित तथा परिमार्जित कानुनका रूपमा रहने भएकोले नजिर अभिलेख अदालत तथा सर्वोच्च न्यायिक निकायबाट प्रतिपादन भएको हुनाले त्यो अभिलेखै राख्ने भएको हुनाले भन्नुभयो। कानुन निर्माणको लागि आधार प्रदान गर्ने भएको हुनाले यी कारणहरूले गर्दा निष्कर्ष लेख्नु भयो। यस्तोमा चाहिँ 5 नम्बरको थियो किन भनिन्छ भन्ने पनि यहाँले लेखेको भए हुन्थ्यो है। अथवा उपरोक्त कारणहरूले गर्दा है। यहाँले फेरि निष्कर्ष कतिले फेरि निष्कर्ष पनि लेख्नुपर्छ 4 लाइनको 3-4 लाइनको भनेर मैले फेसबुकमा है यो सरले समेत भनेको पनि देख्छु। त्यो होइन। यस्तो प्रश्नमा चाहिँ यहाँ लेखिदिनु पर्छ के भनेदेखि
माथि यहाँ कारण लेख्नु भएकै छ होइन, माथि उल्लेखित पुरै त लेख्दै मेरो उत्तरमा भनौँला माथि उल्लेखित लगायतका अरू पनि हुन सक्छन् भनेको क्या। कारणहरूले गर्दा नजिरलाई कानुनको महत्त्वपूर्ण स्रोत मानिन्छ भनेर लेखेपछि त्यसै टुङ्ग्याएपछि पुग्यो। यसमा राम्रो गर्नुभएको छ, मैले राम्रो माने नम्बर दिएँ। अब आरक्षणको कुरा पनि परिभाषा म धेरै उसमा गइनँ है, अब सरस्वती मात्रै हेरेँ, यो पनि राम्रो गर्नुभएको छ, मैले सिधै नम्बर मात्रै देखाएँ। अब यसमा 3 नम्बर दिएको छु मैले है, यो पनि धेरै गइनँ। अब उहाँले आफै हेर्नुहुन्छ। सूचनाको हकले मुलुकमा सुशासन कायम गर्न, यो पनि धेरै साथीहरू बिग्रेको छ होइन, यसको उत्तर के भन्ने कुरोमा चाहिँ यहाँले हेर्नु होला। सूचनाको हकले मुलुकमा सुशासन कायम गर्न कसरी सहयोग गरेको छ भन्नेमा चाहिँ राम्रो कुरा लेख्नु भएको छ, मैले भनेको भन्दा पनि थप्नु भएको छ। त्यही भएर यसमा पनि चाहिँ 3 नम्बरसम्म दियो। नागरिक शिक्षाको कुरोमा पनि राम्रो गर्नुभएको छ, 3 नम्बरसम्म पाउनुभयो। र त्यसपछि लास्टमा चाहिँ यो सङ्घीय शासन प्रणाली 3टा पार्ट चाहिँ किन आवश्यक अवलम्बन गरियो, यसका विशेषताहरू र हालसम्मको कार्यान्वयन अवस्था भन्ने 3वटा पार्ट थियो। 3+3+ हेडिङ पनि लेख्नु भएको छ होइन। त्यसपछि सबै लेख्नु भएको छ है, विशेषताहरू पनि लेख्नु भएको छ। विशेषता अलिक उयो छैन, विशेषता अलि भएको छैन है, टेबल नम्बर कम भएको, अलिक कम भयो, खास कुरा आएको छैन। त्यसपछि 10 नम्बरको प्रश्न हो होइन। 10 नम्बरको प्रश्नमा चाहिँ निष्कर्ष लेख्नुलाई, निष्कर्ष चाहिँ 5 नम्बरमा चाहिँ नलेखि पनि हुन्छ भनेको थिएँ मैले। 10 नम्बरमा निष्कर्ष, फेरि निष्कर्ष के लेख्ने भनेर चाहिँ यहाँ अलमल लिनुभएको हुन्छ। केही ओरिजिनल लिनु होला, प्रश्नले सोधेको कुरा के हो त्यही कुरा चाहिँ के गर्न पर्यो भनेदेखि यहाँले त्यसैलाई चाहिँ अन्तिममा चाहिँ बिट मार्ने किसिमको बुदा बनाइदिनु पर्यो। त्यहाँ भनेको संहिताको कारणको कुरा गरेको थियो, संहिता किन चाहियो भन्ने कुरा गरेको थियो। त्यही भएर निष्कर्षमा अरू धेरै टाढाबाट लेख्नु पर्दैन, संविधानमै भएको प्रस्तावनामै भएको वाक्य पनि यहाँलाई कण्ठ गराइराखेको हुन्छ, त्यो लेख्नु भन्छ नि। तसर्थ त्यही लेखेको के छ भनेदेखि संविधानमै भएको मुलुकमा दिगो शान्ति, समृद्धि, विकास र सुशासनको आकांक्षा पुरा गर्न संहिताको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ, यो लेख्दा हुन्छ है। किनकि हामीले कार्यान्वयन के गरेका छौँ भन्ने थियो। अब हामीले भन्नु पर्यो त्यो मुख्य उद्देश्य के थियो भनेदेखि हामीले मुलुकमा दिगो शान्ति, समृद्धि, विकास र सुशासन कायम गर्न जसरी मिलाउँदा पनि हुन्छ क्या। यो हाम्रो संहिताको कार्यान्वयनमा देखेका कमी कमजोरीहरूलाई हटाउँदै र घटाउँदै यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्छ भनेर लेखेको भए हुन्थ्यो। साथीहरू मैले सबै यो लेखेको छैन, किनकि चेक गरेर राखेको। कतिपय साथीहरूको बानी के हुँदो रहेछ फेरि यस्ता निष्कर्ष पनि सरले लेखाइदिएको भए, बोर्डमा लेखिदिएको भए अरू सर जस्तै गरेर ठ्याक्क सार्न हुन्थ्यो भन्नुहुन्छ। तर त्यो पनि धेरै सार्नेतिर नलाग्नु क्या, कुरा बुझ्ने, अलिकति आफूले पनि केही न केही चाहिँ थप्न सिक्ने र उत्तर लेख्ने गर्नु होला। त्यो गरेपछि पास हुने हो। समग्रमा उहाँको राम्रो छ है। 1 नम्बर मात्रै सायद 1 नम्बरको क्वेसन उहाँको छुटेको थियो जस्तो लाग्छ क्लास हुँदाखेरि, र त अरू सबै राम्रो छ। अब अर्को एकजना मात्रै चेक गर्छु, त्यसपछि मेरो उत्तरमा जान्छु है। केही छ त यहाँहरू यसमा सोध्नुपर्ने छैन है? म यो जसको त्यो उहाँलाई पछि पठाइदिन्छु। त्यसपछि अर्को एकजनाको हेरौँ है त। यो अलि भएको रहेछ, अर्को हेर्छु है। यसमा के देखियो भनेदेखि एउटा अलिक मैले किन गरेन, अलि अक्षर नबुझ्ने रहेछ र। यो कस्तो हो, यो साथी हुनुहुन्छ भित्र कि हुनुहुन्न? मैले नाम चाहिँ अहिले देखाएको छैन, तर आखिर यहाँहरूले मात्र थाहा पाइ नै हाल्नुहुन्छ, जसले आफ्नो चिनिहाल्नुहुन्छ। हुनुहुन्छ कि हुनुहुन्न यो पठाउनु साथी? हजुर सर। तपाईँको पनि लेखाइ छ, राम्रो छ। तपाईँ घर चाहिँ कहाँ? जनकपुर धनुषा। मधेसको पनि भर्नु भएको छ हो? हजुर सर भरेको छु। तपाईँको मैले नाम चाहिँ यहाँ भनेन, सबैलाई किन थाहा दिउँ भनेर। राम्रो छ है तपाईँको पनि लेखाइ। भनेपछि यो
मधेसी कोलेस्ट्रल पनि भर्नु नि भयो, खुलामा पनि भर्नु नि भयो। तर 1 नम्बरमा नम्बर छैन फेरि है। के 1 नम्बर यो पढाउँदाखेरि छुटेको थियो हेर्नु क्लास? यस सर, मेरो छुट्या थियो, पछि जोइन गरेँ। ए थाहा भइहाल्दो रहेछ कि है। अब 1 नम्बरको कुरो नेपालको वर्तमान संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व सम्बन्धमा गरिएका व्यवस्थाहरूको चर्चा गर्नुहोस् भन्यो होइन। यो अघि मैले भनिहालेँ, धेरै व्याख्या गरेर यसमा निर्देशक सिद्धान्त है, निर्देशक सिद्धान्त, नीति र दायित्वको चाहिँ समग्र कुरा लेख्ने हो। त्यो निर्देशक सिद्धान्त मात्रै 4वटा लेख्नुहोस् भनेको होइन होइन। यो अघि जस्तै भइहाल्यो, मैले यसो धेरै किन हेर्नु पर्यो, यहाँले खाल्टे राजनीतिक बुद्धि एउटा बुदा चाहिँ यो हो होइन, तर सबै बुदा यो मात्रै होइन। त्यसो भएको हुनाले यो उत्तरै पुरा भएन, यसमा म धेरै गइनँ है। दोस्रो नजिरको कुरो यो फेरि एउटा यहाँलाई साह्रै चाहिँ मलाई भन्नलाई घट लाग्ने कुरा, नम्बर अलिकति 2.0 के पटेको जस्तो लाग्छ। ओहो, अलिक नदेखिने भयो, के गरौँ? देखेको छ। अब सुन्नुहोस् है, धनीकैबाट यहाँ कति नै यो उ गर्दाखेरि बिग्रेको रहेछ। यो के लेख्नुभयो भनेदेखि सर, प्रेजेन्ट डिसिजन फर फ्युचर युज नजिरको। यहाँले कहिले कसैले यस्तो पढ्नु भएको छ भनेदेखि यो पछाडि कति राम्रो उत्तर लेख्नु भएको थियो है। तर यो नजिर भनेको चाहिँ, नजिर भनेको भविष्यको लागि एक्चुअली भन्नु त के लेख्नु पर्यो यसमा? प्रेजेन्ट डिसिजन, सर, प्रेजेन्ट डिसिजन फर फ्युचर युज। डिसिजन, यो डिसिजन फर फ्युचर युज। युज अलिअलि केही न केही तर्थ लाग्ला है, लाग्ला। तर नजिरको खास कुरो चाहिँ यो भविष्यको लागि बनाउने भन्दा पनि, निर्णय भन्दा पनि यो के हो भनेदेखि तत्काल चाहिँ त्यतिकै विवाद अथवा न्यायिक निरूपण गर्ने विषयमा तत्कालको समस्या समाधान गर्नको लागि चाहिँ नजिर बनाउने हो। यो भनेको त लको कुरा गरेको है, लको हामीले एक्टको कुरा गर्थ्यौँ नि, लेजिस्लेसनको कुरा गरेको। यो चाहिँ LEGIS LATION लेजिस्लेसन अथवा एक्टको कुरा गरेको। यहाँलाई सायद मैले क्लासमा विधायन र नजिरमा भिन्नता लेख्नुहोस् भनेको बेला चाहिँ विधायन भनेको चाहिँ यो भविष्य द्रष्टा हुन्छ, भविष्यको लागि तयार गर्ने हो। तर नजिर भनेको वर्तमानमा चाहिँ है, अदालतमा कुनै विषयको विवाद भएमा अथवा कुनै चाहिँ यो विषयमा चाहिँ न्यायिक निरूपण गर्नको लागि यो गरिने निर्णय हो। अब यो कानुन नमान्ने यो कानुन त होला, तर यसले चाहिँ यो नजिर भन्ने बुझ्यो रहेछ कि भन्ने अर्को अर्थ लाग्ने भएको हुनाले यहाँले यो लेख्न जरुरी थिएन कि है। केही कुरा कन्फिडेन्स छ भनेदेखि लेख्नु होला, नत्र कतिपय सरहरूले यो टिका लगाउनुपर्छ भन्ने नाममा, कोटेसन लगाउनुपर्छ भन्ने नाममा यस्तो भन्नुभएको हुन्छ, त्यतातिर नलाग्नुलाई यहाँले अरू त राम्रो लेख्नुभएको थियो। नजिर भनेको फ्युचर युजको लागि भन्दा पनि अहिले वर्तमानको चाहिँ यो न्यायिक निरूपणको लागि त्यो तयार गरिने हो। यो परिभाषा राम्ररी लेख्नु भएको छ, त्यसमा केही फरक परेन। नजिरलाई महत्त्वपूर्ण स्रोत मानिनुको कारण सर्वोच्च न्यायिक निकायबाट प्रतिपादित भएकोले वर्तमान सन्दर्भमा व्यवस्था के हो, वर्तमान सन्दर्भमा यस सम्बन्धी अन्य केही व्यवस्था नभएकोले के भन्यो, यो पनि खास बुझ्दा आएन नि यसको अर्थ। व्यवहारिक कानुनको रूपमा रहेकोले, व्यवहारिक कानुन पनि अब अलि भयो यो बुद्धिजीवीहरूको मस्तिष्क मन्थनको, कहाँ त्यहाँ बुद्धिजीवीहरू भन्दा पनि मिलेन कि न्यायाधीशहरूको अब मस्तिष्क मन्थन भन्नेको बारेले मिल्थ्यो बरु होइन। व्यवस्थापिका निर्मित कानुन बाहेक अन्य कुनै निकायबाट खारेज हुन सक्ने भएकोले, व्यवस्था निर्मित कानुन बाहेक अन्य कुनै निकायबाट खारेज हुन सक्ने भएकोले के भन्नुभएको यो? त्यो व्यवस्थापिकाले त्यो मात्रै खारेज गर्न सक्छ नि, त्यस बाहेक त खारेज गर्न खारेज पाउँदैन हुन नसक्ने भन्नुपर्ने थियो कि त्यसो भनेदेखि त। नि। कानुनको रिक्तता पूर्ति गर्ने माध्यमको रूपमा नजिरहेको हुन्छ। ठिक लेख्नु, राम्रो लेख्नु भएको छ, केही बुदा चाहिँ मिल्यो तर धेरै बुदा चाहिँ छुट्यो। अहिले यसको खास उत्तर के त, अब एकछिनमा पाल आइहाल्छ खास उत्तर के भन्ने जान्ला अब है। यहाँहरूले नम्बर यसमा धेरै खास उत्तर के भन्नेको लागि चाहिँ अब एकैछिनमा म मेरो उत्तरमा जान्छु है। यो यहाँको स्याम्पल मात्र चेक गरेँ। प्रश्न 3मा आरक्षण भनेको के हो भन्ने, आरक्षणको राम्रो लेख्नु भएको छ। यो सरकारी सेवामा आरक्षणको महत्त्व भन्ने ठिकै छ है, अलिकति थप्ने कुरा बाँकी थियो। यहाँले लेख्नुभयो विविधतायुक्त जनशक्ति आपूर्ति गर्ने, राम्रो लेख्नु भएको छ। सबै वर्ग तथा समुदायको पहुँच र प्रतित्व स्थापित गर्न पनि ठिक छ। के हो यो राष्ट्रिय एकता तथा अखण्डतालाई बोलिनु पनि राम्रो छ। सामाजिक न्याय पनि ठिक छ, यो पनि राम्रो छ, यो पनि राम्रो छ। तर यस्तोमा पनि यहाँले मैले भने नि 5 नम्बर क्वेसन आएको बेला चाहिँ अथवा भनेर त्यसो भएको हुनाले यहाँले यो के भनेको थियो, आरक्षणको कुरा चाहिँ आरक्षणमा
किन राख्नु परेको भनेको थियो आरक्षणमा चाहिँ देखिएका हामीले कमी कमजोरी हटाउँदै घटाउँदै यसलाई लैजानुपर्छ भन्ने खालकोसम्म लेखेको हुन्थ्यो तर 2.75 भनेको अलिक थोरै जस्तो देखिएको होला थोरै होइन यो नम्बर पनि अति राम्रो नम्बर हो आउने भनेको 2.3 यति नै हो कि बढी आउने 3.25 पाउने नम्बर चाहिँ राम्रो गरेर पाउने नम्बर यति नै हो 2.75 3 र 3.25 3.5 भनेको त एकदम एक्ज्याक्ट उत्तर हुने मात्रै पाइन्छ धेरै पाइँदैन त्यसपछि अर्कोमा आरक्षणको कुरा यो हो नागरिक शिक्षाको कुरो पनि राम्रो छ है यो पनि धेरै गएनमा त्यसपछि सूचनाको हकको यो चाहिँ राम्रो नागरिक शिक्षाको सूचनाको हकको मैले किन धेरै देखाएर भनेदेखि उहाँको मैले नम्बर चेक गरिसकेँ त्यसपछि यसमा सामान्य उ भएको यहाँलाई मैले ध्यान राख्नुहोस् मात्रै गराएको यो के हुँदो रहेछ भनेदेखि यो सूचना हक सोधेको होइन यो हेडिङ भन्दा पनि सुशासन कायम गर्न कसरी सहयोग गर्छ भनेको थियो यो प्रश्न अनुसारले हेडिङ फेरि हेडिङ भनेको फेरि मैले त्यो कोटेसन लेख्नुहोस् भनेको होइन प्रश्नले सोधेको कुरालाई के सोधेको त्यो कुरा हेडिङमा राख्नुपर्छ जस्तो मैले पनि चेक गर्दाखेरि यो खास प्रश्नको उत्तर कहाँनिर छ भनेर यता हेर्छु उता हेर्छु भेटेन अनि हेर्दै जाँदाखेरि त यहाँदेखि सुरु रहेछ भन्ने हुन्छ होइन सकेसम्म इक्जामिनरलाई चाहिँ अहिले त आज के छ भनेदेखि साथीहरू यो उत्तरको साथसाथै यो फिनिसिङ बढी हेर्न थाले क्या परीक्षा गरेर अलि अल्छी भए होइन यो धेरै लामो पढ्न गर्न पनि गाह्रो मान्न थाले उत्तर पनि छोटो बुलेटमा त्यो पनि खदिलो खालको बुलेट बनाउने एकातिर ठ्याक्क हेडिङ फिनिसिङ चाहिँ चिटिक्क बनाउनु पर्यो क्या है फेरि फिनिसिङ बनाउने भनेर फेरि नचाहिने चाहिँ टाइटल राख्ने अनावश्यक निष्कर्ष लेख्ने भनेको होइन यहाँहरूले प्रश्नले सोधे अनुसार मैले 5 गोल्डन रुल्स फर मेकिङ एन्सर भन्छु नि हो 5 वटा जो मैले नियम भन्छु त्यसलाई चाहिँ अहिले फलो गर्नला 5 वटा मैले भनेको रुल थाहा नभएपछि पेजमा हेर्नुमा मैले आज मात्रै नभनेको म धेरै जस्तो भनिराखेको हुन्छु त्यसपछि छैटौँ प्रश्न रहेछ नेपालको सङ्घीय शासन प्रणाली किन अवलम्बन गरियो किन भन्ने एउटा पार्ट हो नम्बर पनि बाँड्यो होला 3 नम्बर यो होला नेपालले अवलम्बन गरेको सङ्घीय शासन प्रणालीको विशेषता उल्लेख गर्नुहोस् भनेको चाहिँ यसमा चाहिँ यहाँ त सायद क्लास मैले लगेको हुनाले क्लासमा राम्रोसँग बुझेको हुनाले लेख्न सक्नुहुन्छ तर अरू धेरै साथीहरू चाहिँ यसमा अलिकति सिलिक खाएको छ र अझै हालसम्मको कार्यान्वयन अवस्था लेख्नुहोस् भनेको छ यो करिब ठिकै छ यो अस्ति पढेको भएर पनि होला नोट पाएको हुनाले पनि होला होइन यो चाहिँ राम्रै लेख्नु भएको छ ल अब मैले योभन्दा पनि यहाँहरूलाई सिधै ल अरू 1-2 जनाको बाँकी रहेको मैले पछि चेक गरेर पठाइदिउँला अब यहाँहरू योभन्दा पनि मेरै उत्तरमा जानुपर्छ होला है यतिसम्म यहाँहरूलाई केही छ यो सरसँग जोडिएको बेला केही यसो सोधिहालौँ भन्ने जस्तो लागेको केही छ मैले फेरि पनि भने कोसीको ग्रुपको 8:30 बजीदेखि हो अहिले चाहिँ यहाँहरूले लाइभबाटै जोडेर हेर्नु होला आखिर पुरै लाइभ क्लासै हुन्छ यो यहाँहरू देख्नु भएको छ अरूतिर कहिलेकाहीँ पेजमा मात्रै त्यस्तो मैले देखेको हो कि कपी चेक गर्दाखेरि पनि अब यसो 4-5 मिनटको क्लिप मात्रै बनाएर राख्ने चलन त्यो सब क्लिप बनाउने के हुन्छ क्लिप त हुन्छ नि छोटा 1-2 मिनटको भिडियो बनाउने वा भिडियो मात्रै हेर्दाखेरि के हो भन्ने हुने तर भित्र चाहिँ केही नहुने जस्तो हुन्थ्यो तर म त्यो गर्दैन म यहाँलाई पुरै चाहिँ हेर्नुहोस् बुझ्नुहोस् र अब नियमित क्लासमै लिन जोडिनु चाहने साथीहरू चाहिँ नियमित क्लासमा जोडेर धेरै कुरा सिक्नुहोस् र अब यहाँहरूको आर्थिक लगायतका विभिन्न कारणले गर्दा सक्नुहुन्न भनेदेखि पनि शनिबारको क्लास चाहिँ सधैँ हुन्छ फिर्काएर जोडिनुहोस् केही न केही कुरा सिक्नुहोस् र केही सोध्न मन लागेको कुराहरू कलेक्सन गरेर राख्नु होला यस्तै यो शनिबारको क्लासको दिनमा चाहिँ सोध्नु होला है त्यो यहाँहरूलाई सुविधा छ मेरो तर्फबाट केही छ यहाँहरूको भनेदेखि मैले सुन्छु होइन भनेदेखि अब मैले यहाँलाई मेरो उत्तरतिर जान्छु केही छैन भनेदेखि यहाँले अब यस गो अहेड भन्नुहोस् केही छ भनेदेखि कमेन्ट गर्नुहोस् है यहाँले सोध्न खोजेको कुरा आफ्नो उता हेराउनुहोस् त अब त्यही हेर्ने ल त्यसो भएपछि मेरो उत्तरतिर जाउँ है त्यही हो अब मैले एकचोटि अब आज यो भन्नु त भएन मैले यहाँले लेखन सिपको लागि ध्यान दिनुपर्ने कुराहरू म व्याख्या नगरिकन 5 वटा मात्रै भने है जो मैले एकचोटि दोहोऱ्याएँ है त लेखन सिपमा राम्रो उत्तर बनाउन
लेखन सिपमा राम्रो उत्तर बनाउन ध्यान दिनुपर्ने 5 कुराहरू। यति भनेर म उत्तरतिर जान्छु है। दिनुपर्ने कुराहरू कतिपय साथीहरूको फेरि भाग होला, सरले सबै लेखाइदिनुहुन्छ कि भन्ने म लेखाउँदैन भन्छु मात्रै, अहिले बुझिने हाल्नुहुन्छ समय। त्यसरी हामी खेर्न थालौँ। 4 र 5 पहिले पुरानो साथीहरूलाई मैले धेरैचोटि भनिसकेको छु होला, त्यो भन्न पर्ने पनि छैन। तर कोही नयाँ साथीहरू हुन्छ भनेदेखि मैले यहाँहरूलाई खालि 5 गोल्डन रुल्स भन्ने गर्छु। के भनेको भनेदेखि 1 नम्बरमा चाहिँ यहाँहरूले प्रश्नले सोधेको कुरा के हो त्यो कुरा पत्ता लगाउनुपर्छ होइन। यहाँहरूले स्कुल कलेजमा जस्तो गरेर प्रश्नले सोधेको कुरा के हो भन्ने पत्ता लगाउन गाह्रो हुनसक्छ। हतार गरेर होइन, यहाँहरूले अलि धैर्यतापूर्वक प्रश्न पढेर प्रश्नले सोधेको कुरा के हो, सोधेको कुरा पत्ता लगाउने होइन, सोधेको कुरा खास पत्ता लगाउने र प्रश्नले जे सोधेको छ त्यसको उत्तर लेख्न थाल्ने। आफूले जान्नेकै छ भनेर जे मन लाग्यो त्यो लेखेर हुँदैन होइन। प्रश्नले खास सोधेको कुरा के हो पत्ता लगाएर त्यो लेख्ने 1 नम्बरमा। 2 नम्बरमा चाहिँ प्रश्न यहाँले जान्नुभएको छ, कहीँ अघि पनि हामीहरू 2 + 4 + 4 भनेको हुन्छ। यो प्रश्न कसरी सोधेको छ, यो सोधेको अनुसारले हरेक पाठको लागि हेडिङ दिने के, हरेक पाठको हेडिङ है, हरेक सोधाइ भनौँ न, सोधाइको पाठको हेडिङ बनाउने है। हेडिङ भन्नुहोस् अथवा टाइटल भन्नुहोस्, त्यो बनाउनु पर्छ। दोस्रो कुरो चाहिँ त्यो बनाउन नछुटाउनु होला। तेस्रो कुरो चाहिँ यहाँहरूले खाली उत्तर चाहिँ बुलेट 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 मात्रै भन्नुहुन्छ, त्यसो होइन। यो प्रश्न अनुसारले गर्नुपर्छ होइन। मैले त्यो त भइहाल्यो। प्रश्न अनुसार अवधारणा सोधेको बेला, परिचय सोधेको बेला चाहिँ अनुच्छेद र बुलेट मिक्स गर्दाखेरि हुन्छ होइन, त्यो गर्दा राम्रै हुन्छ। र अनि त्यसपछि महत्त्व, विशेषता, तत्त्व यस्ता कुरा भनेको बेला चाहिँ यहाँले के बुलेटमा लेख्ने हो भनेको आवश्यकता अनुसार यहाँले केमा लेख्नु होला भनेदेखि आवश्यकता अनुसार यहाँले केमा लेख्नुपर्छ भनेदेखि कहीँ बुलेट पनि हुन्छ होइन, बुलेट पनि लेख्ने हो, कहीँ प्याराग्राफ लेख्ने, कहीँ मिक्स लेख्ने है। हरेक ठाउँमा एउटै भन्ने हुँदैन र सामान्यतया मिक्स लेखेको राम्रो मानिन्छ होइन। अलिकति केही कुरा चाहिँ यहाँले अवधारणा अर्थको कुरो चाहिँ अनुच्छेदमा लेखिसकेर त्यसपछि है कसैको सोधेको छ केही बारे भन्यो भनेदेखि चाहिँ जस्तो निजामती सेवाको बारे भन्नाले के बुझ्नुहुन्छ भनेर 5 नम्बरमा सोध्यो भनेदेखि यहाँले निजामती सेवाको अर्थ परिभाषा 1-2 लाइन लेख्ने। त्यसपछि 5 नम्बरमा सोधेको छ भनेदेखि निजामती सेवालाई अथवा विशेषताहरूलाई अथवा थप परिचयलाई निम्न विशेषताहरूद्वारा मैले चाहिँ यो प्रस्तुत गरेको छु, के भाषाले हुन्छ यहाँले त्यसरी लेख्नु होला। त्यही भएर मैले बुलेट पेज के अरे यो प्याराग्राफ मिक्स गर्नुलाई भने। चौथो कुरो यहाँले सकेसम्म चाहिँ उत्तरको लागि फ्याक्ट्स र फिगरको कुरा मैले जो गर्छु भनेको सकेसम्म यहाँले तथ्यको कुराहरू, डाटाहरू सबै नआउन सक्छन्, चित्रहरू छन् भनेदेखि त्यो प्रयोग गर्ने। र अन्तिममा चाहिँ यो निष्कर्षको जो कुरो छ, यो सकारात्मक सन्देश दिने खालको निष्कर्ष लेख्नुपर्छ। बाँकी प्रश्नमा आलोचना गरेको भए तापनि निष्कर्षमा जाँदाखेरि यहाँहरूले है जुनैको पनि सकारात्मक सन्देशका कुराहरू लेख्नुपर्छ। जस्तो आरक्षणको बेफाइदा लेख भने माथि बेफाइदा त लेख्ने, तर निष्कर्षमा जाँदाखेरि राज्यको पोलिसीको होइन त्यसैको विरुद्ध सकेसम्म लेख्ने होइन होइन। त्यो कमी कमजोरी छन्, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने। जस्तो संहिताको सकारात्मक नकारात्मक कुरा लेख भनेको बेला त्यो ठाउँमा चाहिँ लेख्ने, दिल खोलेर सकारात्मक लेख्ने, नकारात्मक लेख्ने। तर निष्कर्षमा पुग्दाखेरि चाहिँ यो देखिएका कमी कमजोरीलाई हटाउँदै घटाउँदै है सुधार गर्दै यसलाई चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालको त्यसरी लेख्नु होला। ल योभन्दा मैले धेरै भनेन, म अब यहाँलाई सिधै मेरो उत्तरतिर लैजान्छु। यतिसम्म केही छ भनेदेखि सोध्न पाउनुहुन्छ यहाँहरूले, च्याटबाट सोध्दै गर्नुहोस्। होइन भनेदेखि चाहिँ है किनकि टाइम धेरै छैन, पछाडि कोसीको समयमा कोसीको क्लासको लागि फेरि टाइम धेरै लाग्ला है। केही छ त यहाँको कमेन्ट? यहाँले बोल्दै दिएको छ के कमेन्ट होला है? ओके, साथीहरूले अगाडि नै बढौँ भन्नुभयो। चलो बढौँ, म अगाडि बढ्न चाहन्छु भन्ने छ नि। अलिक देखिएको छैन होला, देखिएको छैन भनेदेखि यी प्रश्न यिनै हुन्। प्रश्न अघि चेक गर्दाखेरि पनि यहाँ थाहा पाइसक्नु भएको छ है।
अलिक छिटो भएको होला फिडब्याकमा यहाँको यति प्रश्न चेक पनि गर्नु पर्यो, अलिअलि उत्तर पनि दिनुपर्ने भएको हुनाले अलिक छिटो भएको होला। तर यहाँले सक्नुहुन्छ होला भन्छु मैले चाहिँ। एक नम्बर प्रश्न यो थियो, नेपालको वर्तमान संविधानमा अलिकति कटि है, संविधानमा राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धमा गरिएको व्यवस्थाको चर्चा गर्नुहोस् भन्यो। यो भन्दै गर्दाखेरि मैले यहाँलाई अर्को के पनि यही मौकामा सिकाएँ भनेदेखि यस्तै खालको क्वेसन के आउँछ भनेदेखि मौलिक हक सम्बन्धमा, यो यहाँले जान्नुभएको छ, मैले पहिले जानिसकेर लिङ्क गर्न खोजेको क्या। मौलिक हक सम्बन्धमा यही कुरामा चाहिँ यस्तो व्यवस्था लेख्नुहोस् भन्छ। अर्को चाहिँ यहाँलाई भन्न सक्छ, नेपालले अवलम्बन गरेको नेपालको समानुपातिक निर्वाचन प्रणाली, होइन निर्वाचन प्रणाली रक्ने लेखेको छु है साथीहरू, निर्वाचन प्रणालीको बारेमा यो भनिदिँदाखेरि होला कि दनादन सबै लेख्नुपर्छ होला, के लाग्छ यहाँलाई? अथवा मैले भनेकै उत्तर देखाइदिउँ? अलिक स्क्रिन सेयरतिर जाउँ, केही बोर्ड भन्दा स्क्रिन सेयरबाट जाँदाखेरि ठिक होला जस्तो लाग्यो त। हुन्छ सर, स्क्रिन सेयर गरिदिनु न। ल पहिले मैले अलिकति बुझाउँछु पनि। ओके, साथीहरू त जे भए पनि हुन्छ भन्ने हाल्नु त ठिक छ। यहाँ के हो भनेदेखि यहाँले बुझेको कुरा अघि जो उत्तर लेख्नुभयो, म पहिले यही प्रश्नको उत्तर भनिदिन्छु मात्रै, त्यसपछि यहाँलाई मैले के हो उयो उत्तर भनिदिन्छु मात्रै, यहाँले बुझिहाल्नुहुन्छ, लेख्नै पर्दैन क्या। यहाँ लेख्नुपर्ने कुरा के थियो भनेदेखि एउटा कुरा लेख्नु भएको छ, 5 नम्बर छ विषय परिवेश लेख्ने हो भनेदेखि यहाँले राज्यको आफ्नो आवश्यकता क्षमता अनुसार अथवा राज्यलाई चाहिँ आफ्नो आवश्यकता क्षमता अनुसार केही काम गर्नको लागि दिएका मार्ग निर्देशनहरूलाई, होइन हामी के भन्छौँ भनेदेखि यो निर्देशक सिद्धान्त दायित्व नीति भन्छौँ भनेर त्यति लेख्न सक्नुहुन्थ्यो। लेख्नुपर्ने यहाँले 5-6वटा बुँदा के थिए भनेदेखि यो एउटा यहाँले लेख्नु भएको थियो, धारा 50, 51, 52मा कर्मश छन्। धारा 50मा चाहिँ नेपालको संविधानको भाग पनि लेख्न सक्नुहुन्छ। 4वटा निर्देशक सिद्धान्त उल्लेख गरिएको छ, 51मा 13वटा राज्यका नीति उल्लेख गरिएको छ र 52मा चाहिँ राज्यको दायित्व उल्लेख गरिएको छ भन्ने। त्यसमा समय धेरै छ भनेदेखि चाहिँ अरू केही कुरा लेख्न सक्नुहुन्छ, तर यहाँ संविधानमा के व्यवस्था गरेको छ भनेको यही लेख भनेको होइन क्या, समग्र कुरा लेखेको भनेको। आखिर अन्त खोज्नुपर्ने छैन, त्यो भाग 4मै भएका अरू कुरा लेख्ने हो। त्यो दोस्रो कुरा के भनेको छ भने त्यही चाहिँ संविधानमा यी निर्देशक सिद्धान्तहरू के हुन् भनेदेखि राज्यको लागि यी सबै 3टै कुरा, निर्देशक सिद्धान्त नीति र दायित्व चाहिँ राज्यको लागि मार्ग निर्देशक कुरा मात्रै हुन्। यिनीहरूको चाहिँ के गर्नुपर्छ भनेदेखि कार्यान्वयन भयो वा भएन भन्ने सन्दर्भमा अदालतमा जान पाइँदैन भन्ने कुरा लेख्नुपर्ने थियो। यो निर्देशक सिद्धान्तको चाहिँ राज्यले कार्यान्वयन गर्ने र त्यसको वार्षिक प्रतिवेदन यो पेश गर्नुपर्छ भन्ने कुरा लेख्नुपर्ने थियो है। यो निर्देशक सिद्धान्तको सन्दर्भमा चाहिँ यहाँहरूले निर्देशक सिद्धान्तको सम्बन्धमा चाहिँ प्रतिवेदनका कुरा पनि लेख्नुपर्ने थियो, यी लगायतको कुरा लेख्नुपर्ने थियो। यो लेख्नु भएन, एकचोटि म यो यहीँबाट देखाउँछु, त्यसपछि मौलिक हकको कुरा पनि गर्छु होइन। मैले पहिले उत्तर नदेखाएर यहाँलाई त्यही मात्रै बुझाउनु पर्ला भन्ने देखेको थिएँ, तर एकचोटि उत्तरै भनिदिन्छु, त्यसपछि स्क्रिन सेयरबाट जान्छु। यो उत्तर कुरा मैले भनिहालेँ। यो अलिकति कुनै उत्तर बुझाउनको लागि अलिक लामो लेखेको होला मैले, तर त्यसलाई चाहिँ यो आउटलाइन मात्रै, खाका मात्रै हो। यहाँले यही बहु कण्ठकर्णतिर पनि नलाग्नु होला होइन। यो विषयगतमा चाहिँ पुरै उत्तरै कण्ठ गर्नेतिर यहाँले नलाग्नु होला, खास खाका हो। यसबाट बुझेर आफूले चाहिँ केही कुरा चाहिँ थपघट गर्न सक्नुहुन्छ। र 1 नम्बर प्रश्नको उत्तर के लेख्नुपर्ने रहेछ भन्ने त है त अलि देखिनु के हो अलि एकछिन त यो स्क्रिन सेयर जस्तो गरेर क्लियर नदेखिँदो रहेछ, तर देखेकै छ होला है।
देखिरहेछ सर, देखिरहेछ। ओके, देखेको छ। यसमा चाहिँ एकमुष्ट 5 नम्बरको प्रश्न छ, बाँडेको छैन होइन, बाँडेको मैले एउटा गरेको थियो। अब एकमुष्ट प्रश्न भएको हुनाले मैले एकमुष्ट उत्तर लेखेँ होइन। साधन र स्रोतको उपलब्धताको आधारमा राज्यलाई काम गर्न दिएका संवैधानिक निर्देशक के अरे संवैधानिक निर्देशकलाई के भनिन्छ भनेदेखि निर्देशक सिद्धान्त पनि नीति र दायित्व हुन्। यो कुरा यहाँले लेख्न सक्नुहुन्छ, नलेख्न पनि सक्नुहुन्छ। यो एक्स्ट्रा कुरा हो है। समय छ भने लेख्नुहोला। यहाँले लेख्नुपर्ने कुराहरू यो प्रश्नमा जे सोधेको थियो त्यो अनुसार एउटा हेडिङ बनाउने भनेको मैले भनेको थिएँ नि। हेडिङ बनाउने मैले अघि भनेको 1 नम्बरको प्रश्न बुझ्ने भनेको थियो। प्रश्न बुझ्ने भनेको अहिले निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धमा गरिएको समग्र व्यवस्था भनेको गरिएको समग्र व्यवस्था सोधेको भन्ने कुरा बुझ्नु पर्यो होइन। समग्र व्यवस्थाको कुरा सोधेको हो र आगामी परीक्षाको लागि क्वेसन साह्रै महत्त्वपूर्ण छ है। किनकि यो अरूमा चाहिँ यसरी सोधेको छ, मौलिक हकमा सोधेको छ, ठ्याक्कै यही प्रश्नमा सोधेको छैन, सोध्न बाँकी छ र धेरैको उत्तर लेख्ने ढाँचा देखिहाल्यो होइन। यो बिगार्न सक्छ, तर अब यहाँले बिगार्नु होला भन्ने लाग्छ। अनि यस सम्बन्धी एउटा मुद्दा मैले यो लेखेँ, अलिकति मैले घटाउनलाई मैले यहाँ धारा सारामा लेखेको छु, लेख्न जरुरी छैन भाउ। संविधानको धारा 50 मा 4 वटा निर्देशक सिद्धान्त, 51 मा 13 वटा राज्यका नीति र 52 मा राज्यको दायित्व उल्लेख गरिएको छ भनेर एउटा बुदा यहाँले जानेको पनि यही नै हो। मैले पनि 1 नम्बर चाहिँ जानेकै कुराबाट सुरु गरेँ र उत्तर लेख्दाखेरि यहाँले परीक्षामा चाहिँ कानुनमै केहीमा चाहिँ 1 2 3 भनेपछि नम्बर लेख्ने, नत्र सकेसम्म चाहिँ यहाँले के गर्नुला भनेदेखि यस्तै बुलेटै बार लेख्नु है। यो बुलेट गर्नु स्टाइल हो। त्यो गर्दाखेरि के हुन्छ भनेदेखि तलमाथि परे पनि खास फरक परेन भनेको नम्बर गर्दाखेरि त्यो यो प्राथमिकता दिए जस्तो हुन्छ होइन। प्राथमिकता होइन, यहाँले जुन सम्झ्यो त्यो लेख्न सक्नुहुन्छ। नेपालको संविधानको धारा 50 मा 4 वटा निर्देशक सिद्धान्त 13 वटा चाहिँ यो एउटा कुरो सार खिचेको क्या। बरु यहाँनिर अलिकति कोहीको चाहिँ स्पिड धेरै छ भनेदेखि जस्तै भनेर यहाँले के गरिदिन सक्नुहुन्छ भनेदेखि निर्देशक सिद्धान्तको पनि अलिकति केही कुरा गरिदिन सक्नुहुन्छ, नीतिको कुरा पनि 1 2 र नीति लेखिदिन सक्नुहुन्छ हो, यो कुरा लेख्न सक्नुहुन्छ। तर त्यो 1 नम्बरको लागि मात्रै हो है। दोस्रो कुरा यसको के हो भनेदेखि है त्यही लेखेको मैले भनेको होइन यो कुरा। फेरि संविधानको धारा 49 मा के भनेको रहेछ भने निर्देशक सिद्धान्त नीति र दायित्व राज्य सञ्चालनको मार्ग निर्देशनका रूपमा रहन्छन् भन्ने कुरा गरेको छ है। यहाँले यति पुरै लामो वाक्य लेख्न नसकिएला किनकि माथि हेडिङ भइसकेपछि यसलाई चाहिँ लेखिराख्नु पर्दैन है। तर मैले अलिकति बुझाउनलाई लेखेँ, यहाँ यसलाई लेख्नु परेन। यी चाहिँ यी भनेर लेख्ने राज्य सञ्चालनको मार्ग निर्देशनका रूपमा रहन्छन्। दोस्रो बुदा यो धारा 49 मा छ, त्यसबाट एउटा बुदा बनाए। तेस्रो कुरो के भयो भनेदेखि यो पनि यहाँले सिद्धान्त नीति र दायित्वको भन्ने कुरो नलेख्दा हुन्छ क्या अब, किनकि समय हुँदैन त्यहाँ त यिनीहरूको भनेर लेख्न सक्नुहुन्छ कि यहाँ लेख्दाखेरि चाहिँ। अहिले मैले त खास चाहिँ यो सरले किन यस्तो फरक पार्नुभयो भन्ने होला भन्ने हिसाबले जे छ त्यही लेखेको। यिनीहरूको कार्यान्वयन गर्न आवश्यकता अनुसार स्रोत साधनको परिचालन गर्ने गराउने भने धारा 49 कै कुरा हो होइन। धारा 49 कै कुरा हो, यसरी लेख्ने। र त्यसपछि तेस्रो बुदा भयो होइन। चौथो बुदा चाहिँ कुनै कुरा कार्यान्वयन भयो वा नभएको सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाउन नसकिने भनेर धारा 55 नम्बर के भनेछ भनेदेखि यी सबै है यो 4 वटा निर्देशक सिद्धान्त, 13 वटा राज्यका नीति र त्यसपछि दायित्व चाहिँ कार्यान्वयन भयो कि भएन भन्ने सन्दर्भमा कुनै पनि अदालतमा प्रश्न उठाउन पाइँदैन भनेर नेपालको संविधानकै धारा 55 मा लेखेको छ। मैले धारासहित लेखेँ। यहाँले यो धारा नलेख्न सक्नुहुन्छ। एउटा यो हो, 2टा लेखेँ, 3टा म लेखेँ, 4 वटा लेखेँ। अब अर्को के लेखेँ भनेदेखि यो घटाउनलाई यहाँले मैले जस्तो त्यही लेखेँ। धारा 53 मा के भन्छ भनेदेखि निर्देशक सिद्धान्त नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम भनेपछि यो चाहिँ अदालतमा प्रश्न उठाउन मिल्दैन। अदालतमा प्रश्न उठाउन मिल्दैन भनेर चुप्प लागेर बस्ने फेरि होइन रहेछ क्या। यिनीहरूको पनि के रहेछ भनेदेखि के काम गरिएको छ, गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले यहाँ 31 देखि सम्झिँदा हुन्छ है। वार्षिक प्रतिवेदन तयार गर्ने र त्यो राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संघीय संसद समक्ष पेश गर्ने व्यवस्था गर्ने भनेर धारा 53 बुझ्दो छ। 5औं बुदा यो हो, यो पनि छुटाउनु भएन। 6औं र महत्त्वपूर्ण कुरा धारा 54 मा जो लेखेको छ राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको, यसलाई एकमुष्ट लेख्न सक्नुहुन्छ, यिनीहरूको भने लेख्न सक्नुहुन्छ।
प्रगतिशील कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गर्न संघीय संसदमा कानुन बमोजिम समिति रहने भनेर धारा 54 लेखेको छ। यी कुरा हुन् निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धमा संविधानको भाग 4 मा उल्लेख गरिएका सम्पूर्ण कुराहरू छोटकरीमा। अब मैले निष्कर्ष यसमा के लेखेँ भने 1 नम्बर 1 ढिक्का प्रश्न थियो होइन, 5 अङ्कको एक ढिक्का प्रश्न थियो, एक ढिक्का प्रश्न थियो होइन, एक ढिक्का प्रश्न भएको हुनाले सकेसम्म एक ढिक्का प्रश्नमा चाहिँ मैले एक लाइन भयो निष्कर्ष लेख्नु भन्छु होइन। जस्तो यहाँले 2.5 प्लस 2.5 यस्तो छ भनेदेखि चाहिँ नलेख्दा पनि हुन्छ होइन, जरुरी छैन। तर एक पृष्ठ 5 नम्बरको एउटै प्रश्न छ भनेदेखि त्यति बेला लेख्दा राम्रो मानिन्छ। अनि मैले लेखेँ एकै कुरा मुलुकमा दिगो शान्ति विकास समृद्धि र सुशासन कायम गर्न नेपालको संविधानमा उल्लेख गरिएका निर्देशक सिद्धान्त नीति र दायित्वको प्रभावकारी लेखिएको रहेछ तर कार्यान्वयन भएको छैन। प्रभावकारी कार्यान्वयन आजको आवश्यकता र समयको माग हो भने यसरी लेखेँ। यही लेख्नुपर्छ भन्ने होइन। तर यहाँहरूले चाहिँ यिनीहरू चाहिँ संविधानमा लेखिएको छ। यी भनेको के हुन् भनेदेखि यी सजावटलाई प्रयोग गरेका गहना होइनन् होइन, यी चाहिँ कार्यान्वयन गर्नुपर्छ भन्ने त्यो भाव झल्कने किसिमले यहाँले लेख्नुपर्ने थियो। अब यति भइसकेपछि मलाई लाग्छ अब फेरि कुनै परीक्षामा आयो भनेदेखि यहाँले बिगार्नु न भन्ने लाग्छ है। एकचोटि मैले फेरि रिक्याप गरेँ। यसमा के रहेछ भनेदेखि एउटा बुझा यहाँले जानेको त्यति मात्रै रहेछ, त्यही मात्रै होइन। यो निर्देशक सिद्धान्त नीति र दायित्वको अवस्था के छ संविधानमा भन्ने कुराहरू भाग 4 मा धारा यतिमा छ भनेर जस्तै पनि लेख्न सक्नुहुन्छ, त्यो एउटा बुझा भयो। दोस्रो कुरो चाहिँ के रहेछ भनेदेखि है यिनीहरूको चाहिँ यो राज्यको लागि मार्ग निर्देशन गर्ने कुराहरू है, मार्ग निर्देशन गर्छन् भनेर भाषा आफै मिलाउने हो र राज्यले चाहिँ साधन स्रोतले भएसम्म कार्यान्वयन गर्दै जानुपर्छ भन्ने कुराहरू। तर यिनीहरू कार्यान्वयन भए नभएको सम्बन्धमा अदालतमा प्रश्न उठाउन पाइँदैन, उठाउन सकिँदैन। जसरी मौलिक हकमा सकिन्छ, मौलिक हक र निर्देशक सिद्धान्तमा खास फरक लेख भनेको बेला पनि यहीबाट यहाँले बनाउन सक्नुहुन्छ होइन। हो प्रश्न उठाउन पाइँदैन। तर यहाँ पनि इन्ट्रेस्टिङ कुरा के रहेछ भनेदेखि उनले वर्षभरि गरेको काम र उपलब्धि सम्बन्धमा चाहिँ जसरी संविधान निकाले वार्षिक प्रतिवेदन तयार गर्छन् हो त्यस्तै गरेर वार्षिक प्रतिवेदन तयार गर्नुपर्छ। यति मात्र लेखे पनि हुन्छ क्या, त्यहाँ टाइम त भ्याइँदैन नि। वार्षिक प्रतिवेदन तयार गर्नुपर्छ भन्ने कुरा लेख्ने। अर्को चाहिँ के रहेछ भनेदेखि यो प्रगतिशील कार्यान्वयन भए नभएको सम्बन्धमा संसदीय समिति गठन गर्ने कुरा गरेको छ भनेर संघीय संसदमा एक समिति रहने कुरा गरेको छ, समिति गठन गर्ने कुरा भनेको छ, यति कुरा गरेको छ। मलाई लाग्छ अब चाहिँ यो कुरामा यहाँहरू कन्फ्युजनमा हुनुहुन्न होला कि भन्ने ठान्छु मैले। क्लियर हो? हजुर सर। यस सर। हो यो मात्रै क्लियर होइन। अब मैले के भने भनेदेखि यहाँहरूलाई फेरि आउने के हो भनेदेखि नेपालको संविधानमा मौलिक हक सम्बन्धमा गरिएको व्यवस्था चर्चा गर्नुहोस् भनेर सोधेको हुन्छ। त्यो सोधेको बेला फेरि यहाँहरूले नेपालको संविधानमा भाग यतिमा मौलिक हक उल्लेख गरिएको छ 31 वटा यी छन् भनेर चाहिँ उयो 8-10 वटा बुदा मात्रै बनाइदिने यहाँको प्रवृत्ति थियो, जो मसँग जोडिनु भएको छैन होइन। यो आफ्नै तरिकाले पढ्नु भएको हुन्छ। ती साथीहरूले चाहिँ त्यसरी लेख्नु भएको हुन्छ। तर यहाँ बिगार्नुमा मौलिक हकमा सोधेको पनि के लेख्ने हो भनेदेखि हो नेपालको संविधानमा चाहिँ 31 वटा मौलिक हक उल्लेख गरिएको छ। एउटा बुदा त ठिक छ जस्तै भनेर म लेख्नु होला। त्यहाँ लेख्नुपर्ने दोस्रो बुदा के हो भनेदेखि मौलिक हक 3 वर्षभित्र कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। मौलिक हकमा उपचारको व्यवस्था छ। कार्यान्वयन नभएपछि नागरिकले अदालतमा जान सक्छ उपचारको लागि। मौलिक हक पनि के छन् भनेदेखि दुई खाले छन्। सङ्कटकालीन अवस्था लागू भएको बेला यो के अरे सङ्कटकालको अवस्था लागू भएको बेला चाहिँ त्यसलाई चाहिँ प्रतिबन्ध लगाउन सकिने र नसकिने गरेर दुई किसिमका छन्। ती मौलिक हक पनि नेपाली नागरिकलाई मात्रै लागू हुने र सबै नागरिकलाई व्यक्तिलाई लागू हुने गरेर त्यसरी पनि दुई किसिमका छन्। यी मौलिक हक सकारात्मक पनि छन्, नकारात्मक पनि छन्। यी लगायतका कुरा चाहिँ यहाँले मिलाएर लेख्नुपर्ने थियो। समानुपातिक निर्वाचन प्रणाली हो भने यस्तै गरेर कुरा सबैले हो है। हेर्दा फेरि धेरै प्रश्न यस्तो आउँदैनन्, तर 15-20% क्वेसन चाहिँ यस्तै खालको आउँछन्। अलिकति यहाँले कसरी बुझ्नु भएको छ, त्यो बुझ्नु भएको छ कि छैन भन्ने चेक गरेर उत्तर लेख्ने खालको आउँछन्। मलाई लाग्छ यहाँहरू त्यसमा पनि अलमलमा पढ्नु न होला कि भन्ने ठान्छु मैले है। बाँकी कुरा हामी जो नियमित क्लास छ त्यो नियमित क्लासमा हरेक टपिकको हामी छलफल गरेका हुन्छौँ, त्यसमा जाउँला। अब म दोस्रोमा गएँ त। दोस्रो त सही छ है, तर मैले सजिलो भन्दै गर्दाखेरि यहाँले पनि चेक गर्दा बिगारिहाल्नु भयो है।
कहिलेकाहीँ फेसबुक पेजमा म सेयर भएको देख्छु होइन, मैले नाम त भनिनँ, सरौडी नै लेखेर सेयर गर्नुभएको हुन्छ, तर प्रश्नले सोधेको कुरा एकातिर छ, उत्तर अर्कोतिर लेख्नु भएको हुन्छ, फर्मेटिभ फिनिसिङ फेरि राम्रो गर्नुभएको हुन्छ, फिनिसिङ गर्दा चिटिक्क पार्नु भएको हुन्छ, तर प्रश्नले खोजेको कुरा त्यहाँ एउटा दुईटा बुँदा के 10वटा बुँदा लेख्दा एउटा दुईटा बुँदा परेको हुन्छ, तर त्यतिले मात्र साथीहरू काम गर्दैन। यसमा लेख्नुपर्ने कुरा के हो, यहाँ थप्न सक्नुहुन्छ है। नजिर भनेको अब इङ्ग्लिसमा लेख्नुपर्छ भन्ने छैन है, यो यहाँले चाहिँ मैले चाहिँ अब यहाँलाई इङ्ग्लिसमा पढेको साथीहरूलाई पनि काम लाग्ला भन्ने किसिमले लेखेँ। नम्बर बाँडेको रहेछ। र मुद्दा वा न्यायिक निरूपणको सिलसिलामा अदालतको अन्तरिम आदेश अदालतको अन्तिम आदेश है, अन्तिम होइन, अन्तिम आदेश भन्नुहोस्, निर्णय फैसला वा प्रतिवादी सिद्धान्त जुन कानुन सरह लागू गर्न पर्ने हुन्छ त्यसलाई नजिर भनिन्छ। त छोटो भाषामा चाहिँ यहाँले यो अदालतले चाहिँ मुद्दा वा न्यायिक निरूपणको सिलसिलामा दिएको जो आदेश हो, प्रतिपादन गरेको सिद्धान्त हो, त्यसलाई नजिर भन्छ। नेपालमा नेपालको सर्वोच्च अदालतलाई चाहिँ अदालतले प्रतिपादन गरेको सिद्धान्त मात्र नजिरको मान्यता प्राप्त गर्छ। किन भन्दा त्यो अभिलेख अदालत पनि हो, अभिलेख भइरहेको छ भन्ने कुराहरू यो हो। 1 नम्बरमा मैले यति लेखेँ। अब यहाँ नजिरलाई कानुनको प्रमुख स्रोत हजुर सर, यस्तो क्वेसनमा नम्बर नबाटेपछि कसरी थाहा हुन्छ चाहिँ फर्स्ट पार्टको कति नम्बरको हो र सेकेन्ड त्यो पार्टको आफैले कति अनुमान नम्बरको गर्ने हो? हो। अब ठ्याक्कै इक्जामिनरले त्यस्तोमा एकदम हार्ड एन्ड फास्ट हुनु मिलाएर चाहिँ यहाँले पहिलो पार्टमा सामान्यतया यस्तोमा चाहिँ आफैले अलिकति यो प्रश्न चाहिँ बाँडेकै क्वेसन हेरेर होइन यो आफूले अनुमान लगाउने हो। यसमा चाहिँ किनकि पछाडि कारण भनेको चाहिँ 4 नम्बर जति होला, यसलाई 1 नम्बर जति होला भनेर चाहिँ अनुमान गर्ने हो। र कसैले चाहिँ यो 2+3 को ढाँचामा लेख्नुभयो भने बिग्रिहाल्दैन। तर यस्तो प्रश्नको चाहिँ अर्थ परिभाषाको 1 नम्बर हो, पछाडिको 4 नम्बर हो भने त्यो आफैले अनुमान गर्ने कुरा हो। ठ्याक्कै चाहिँ मैले जो भने त्यो 100% नहुनु पनि सक्छ, यहाँले पनि जो लेख्नुहुन्छ त्यो 100% नहुन सक्छ, तर मोटामोटी कुरा यो हुन्छ। ए ल टाइम ढिलो थालेछ, अलिक सुरु गर्नुपर्ने भयो है। अब प्रमुख स्रोत किन मानिन्छ भन्ने सन्दर्भमा एउटा त के रहेछ भनेदेखि यो सर्वोच्च न्यायिक निकायबाट प्रतिपादित स्रोत हो, सिद्धान्त हो। त्यो भएको हुनाले सर्वोच्च न्यायिक भनेको सर्वोच्च अदालतबाट प्रतिपादन भएको हो, त्यो भएको शक्तिशाली भइ नै हाल्यो, प्रमुख भइ नै हाल्यो। अर्को मुख्य कुरा के हो यहाँले छुटाएको, यो जनसाधारण मात्रै होइन, सरकारदेखि जनसाधारण सबैले मान्नै पर्छ। यो बाध्यात्मक विषयले मान्नुपर्छ। कसैले मानेन वा पालना गरेन भनेदेखि त के हुन्छ भनेदेखि अदालतको अवहेलनामा ठ्याक कारवाही हुन्छ हो। प्रमुख स्रोत मानिनुको कारण के हो भनेदेखि सबैले मान्नुपर्छ। म मान्दिनँ भन्न पाइएन के, कसैले मान्दिनँ भन्यो, अवहेलना गर्यो भनेदेखि त्यसैमा कारवाही हुन्छ। त्यसकारण यो के हो भनेदेखि प्रमुख स्रोत हो, शक्तिशाली स्रोत हो। एउटा बुँदा यो लेख्नु पर्यो यहाँले। अर्को चाहिँ के हुन्छ भनेदेखि यस्तो, मात्रका सबै अदालतले है सर्वोच्चले सिद्धान्त प्रतिपादन गरेपछि उच्च अदालत होला, जिल्ला अदालत होला, अरू न्यायिक निकाय होलान्, सबैले यसलाई मार्गदर्शक मानि निर्णय गर्नुपर्छ भनेको। अब ऐन नआउने बेलासम्म यसैले नजिरमा सर्वोच्चले जो नजिर प्रतिपादन गरेको छ त्यहीलाई चाहिँ अरू मातहतका अदालतहरूले, सर्वोच्च अदालतले नै के गर्नुपर्छ भनेदेखि त्यसलाई चाहिँ मार्गदर्शक मानेर काम गर्नुपर्छ। त्यसो भएको हुनाले यो के हो त प्रमुख स्रोत हो। अब यसले प्राकृतिक न्यायको सिद्धान्तलाई अवलम्बन गरेको हुन्छ, विस्तृत खोजमूलक हुन्छ। त्यो न्यायाधीशले पनि हचाउको आधारमा गर्दैनन्, त्यो धेरै अध्ययन गरेका हुन्छन्। यो अर्को फेरि यसले नजिर बनाउँदाखेरि पनि विधायकी है, खास विधान भनेको सर्वोच्च कानुन हो। विधायकले ऐनले भनेको ऐनले चाहिँ कतिपय कुरा प्रश्न नगरेको ठाउँमा मनसाय के होला त भन्ने भन्यो। ऐन भनेको सार्वभौम सत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हो। त्यसले चाहिँ के मनसाय राखेको थियो भन्ने कुराहरू चाहिँ है मध्यनजर मनसाय अध्ययन गरी कानुनको अपर्याप्तता वा अस्पष्टता हटाउँदै यो गरिएको निर्णय हो। त्यसो भएको हुनाले पनि जनताको भावना अनुसार है, विधायकको भावना मनसाय अनुसारले चाहिँ यसले निर्णय गर्ने भएको हुनाले यो पनि फेरि आकाशबाट आएको निर्णय होइन, जनताकै अभिमत अनुसारले, जनताकै भावना अनुसारले बनेको हुन्छ। त्यसो भएको हुनाले प्रमुख स्रोत हो। सारमा भन्दा है, म 1 नम्बरमा सारमा भन्दा सर्वोच्च न्यायिक निकायबाट प्रतिपादन भएको है मुख्य कुरो, र सबैले मान्नुपर्ने भएकोले यसलाई भएकोले नजिरलाई कानुनको प्रमुख स्रोत भनिन्छ। एउटा यहाँले अघि भन्नुभएको कुरा साह्रै मलाई पनि त्यो थप्न मन लाग्यो। अभिलेख अदालतको कुरा गर्नुभएको थियो नि, अभिलेख अदालतको कुरा पनि थपिदिन सक्नुहुन्छ है, किनकि सर्वोच्च अदालत अभिलेख अदालत हो। अभिलेख अदालतले रेकर्ड एक्टले अदालतले प्रतिपादन गरेको भन्ने कुरो छ। यो पनि थप्नुभयो भनेदेखि प्रतिपादन गरेको भन्ने यहाँले लेख्नुभयो भनेदेखि यो पनि गजबै हो। बाँकी कुरा चाहिँ लामो वाक्य लेख्नुलाई
हो यो तरिकाले यहाँ लेख्नुभयो भनेदेखि चाहिँ हाम्रो जो नजिरको कुरा गरेको थियो नजिरलाई कानुनको प्रमुख स्रोत किन मानिन्छ भन्ने सन्दर्भमा चाहिँ यसरी लेख्नुभयो। यसरी चाहिँ एक लाइन भनी जस्तो निष्कर्ष लेख्नुभयो भनेदेखि अनि चाहिँ यहाँहरूले अधिकतम नम्बर कति पाउने हो त्यो पाउन सक्नुहुन्छ। सागरजीले भन्नुभएको छ तत्कालीन अवस्थामा कानुन सरह मान्य हुने भएकोले होइन। यहाँ किन मान्य हुन्छ भनेको है याद गर्नु होला। एकजना साथीले पेजमा के भन्नुभयो भनेदेखि तत्कालीन अवस्थामा कानुन सरह मान्य भएकोले भन्नुभयो। यो प्रश्न नै किन मान्य हुन्छ भनेर सोधेको हो। त्यसो भएको हुनाले हो व्यवस्थापिकाबाट बदर नभएसम्म उहाँले लेख्नु भएको चाहिँ ठिक छ, तर अलिकति वाक्य मिलेको छैन। यसले के भनेको भनेदेखि उहाँले लेखेकोमा के थियो भनेदेखि कानुन सरह मान्य हुने भएकोले भनेको यो चाहिँ सबैले मान्नुपर्छ भन्ने लेख्नु भएको होला। यसलाई चाहिँ कानुन सरह सबैले व्यवस्थापिका कानुन बनाउने निकायले पनि मान्नै पर्छ, सरकारले मान्नै पर्यो, जनताले मान्नै पर्छ, सबैले मान्नुपर्ने एउटा बाध्यात्मक शक्ति हुन्छ। त्यसो भएको हुनाले के भयो भनेदेखि कानुनको प्रमुख स्रोत हो भन्ने कुरो यहाँले लेख्नुपर्छ। क्लियर छ यो पनि? अगाडि बढौँ। हजुर सर। मैले 4 मिनटमा सक्नुपर्छ। अब कोसीको टाइम भएछ है। अब मैले 4 मिनट मात्रै कोसीको साथीहरूलाई पुऱ्याउँछु। आरक्षण भनेको के हो? यो मैले किन लेखेको भनेदेखि यो 76 सालमा सोधेको प्रश्न हो यहाँहरूलाई। त्यही भएर नयाँ कुरा मैले केही गरेको छैन। यहाँले जान्नु भएको छ आरक्षणको कुरो चाहिँ यो परिभाषामा यहाँ लेख्नु भएको छ। यसमा मैले सूत्र भनेको थिएँ, यसका आवश्यकता पर्नुको कारणहरू भन्नेमा सूत्र भनेको थिएँ एउटा OWNERSSIP। यही सूत्रबाट चाहिँ यहाँले बुझा निकाल्दा हुन्छ है। यसैबाट लेख्नु होला। मैले नोट दिन्छु, आफैले अध्ययन गर्नु होला। यो क्लासमा पनि हामीले धेरै व्याख्या गरिसकेका छौँ, म समय धेरै नभएर गएन। अर्को यो क्वेसन चाहिँ साह्रै इन्ट्रेस्टिङ धेरै बिगार्नु छ भने सूचनाको हकले सुशासन कायम गर्न कसरी यस्तै प्रश्न सोध्छ। यो प्रश्नको उत्तर लेख्दाखेरि लेख्ने कसरी हो भनेदेखि सुशासन भनेको वास्तवमा हो के भयो भनेदेखि मुलुकमा सुशासन कायम हुन्छ भन्ने कुरोमा क्लियर हुनुपर्छ अनि मात्र लेख्न सकिन्छ। खालि सुशासनै जानेको छैन अनि लेखेर हुँदैन नि। ओ सुशासन भनेको मैले यहाँ लेखिदिएको छु यही कुरा टेपको रिल प्लस जिपको जान्नु भएको छ भनेदेखि लेख्ने हो। त्यो थाहा नभएपछि सुशासन भनेको भ्रष्टाचार नहुने भनेको भ्रष्टाचारको कुरा यहाँले सम्झिनु पर्यो। सुशासन भनेको विधिको शासन भन्ने कुरा सम्झिनु पर्यो। अनि विधिको शासनको कुरा सुशासन भनेको जवाफदेहिताको कुरा होइन, जवाफदेहिताको कुरा जति पनि छन्। यसको लागि यहाँलाई मैले भने टेपको रिल प्लस जिपको यो गुरु मन्त्र भयो है। यो ललित बस्नेतले यहाँलाई सिकाएको गुरु मन्त्र भयो। टेपको रिल प्लस जिपको जान्नुभएको छ भनेदेखि चाहिँ साथीहरू उत्तरका बुदा कण्ठ गर्ने भने उत्तरका बुदा बनाउन सिक्ने हो होइन। उत्तरका बुदा चाहिँ आफैले बनाउन सिक्ने हो। यहाँ यसको लागि के गर्न पर्यो भनेदेखि सुशासन भनेको के हो? भ्रष्टाचार नहुनु, विधिको शासन हो, जवाफदेही हुनु, यी अब भएको अवस्था सुशासन हो। अब यहाँलाई क्लासमा सिकाए जस्तो गरेर धेरै राम्रो लेख्नु भएको छ। यो सूचनाको हक भनेको यो सबैलाई कार्यान्वयन गर्नको लागि एउटा यो अक्सिजनको रूपमा काम गर्ने है, लाइफ ब्लडको रूपमा काम गर्ने हो। मैले त्यही भएर यसमा चाहिँ यो टेपको रिल प्लस जिपकोबाट लेख्नुलाई पनि समय मसँग धेरै हुन सकेन साथीहरू। यसमा धेरै होइन, नोट हेरेर पढिहाल्नु ल। नागरिक शिक्षाको सजिलो क्वेसन छ, यसमा किन धेरै व्याख्या गर्नु परेन। त्यसपछि संहिताको सन्दर्भमा यो पनि धेरै छलफल गरेँ है। नेपालमा किन आवश्यक पर्यो भन्ने भयो। यो किन आवश्यक पर्यो भने यहाँले जान्नु भएकै छ, जति पनि लेख्न सक्नुहुन्छ। तर अब मसँग जोडिएका साथीहरूले त के छ भनेदेखि यो नेपालले अवलम्बन गरेको सङ्घीय शासन प्रणाली विशेषता राम्रो लेख्नु छ। तर नयाँ साथीहरूले यो खोइ के लेख्नुको रहेछ है। नेपालको संघीयताको विशेषता भनेको हुन्छ अलि फरक तरिकाले लेख्नु लागेको हुन्थ्यो। यो नियमित क्लासमा भनेको छ, नभए फेरि भनौँ ल आजलाई चाहिँ कोसीका साथीहरू सर हाम्रो टाइम भयो भनिराखेको हुनाले सर अलिकति सर अवस्था भनिदिनु न सर। अलिकति अवस्था चाहिँ कसरी लेख्ने सर? अवस्था भनिदिनु न सङ्घीय। म अब यो नहेरेर भन्छु है, हेरेर भन्दाखेरि टाइम लाग्ला। नहेरेर ल कोसीका साथीहरू आत्ति राख्नु भएको होला। कोसीका साथीहरूलाई धेरै पर्खनु छैन। मैले अब 1-2 मिनट मात्रै के भन्नु पर्यो भन्नुहोस् त सर? त्यो संघीयता कार्यान्वयनको अवस्था भनिदिनु न, यो चाहिँ कसरी लेख्ने हो? हो संघीयता कार्यान्वयनको अवस्थामा चाहिँ यहाँले संघीयता भनेको 3टा आयामबाट बुझ्नु पर्यो। राजनीतिक संघीयता, प्रशासनिक संघीयता, वित्तीय संघीयता। राजनीतिक संघीयतामा यहाँले के सम्झिनु पर्यो भनेदेखि कार्यपालिका र व्यवस्थापिका सङ्घ प्रदेश र स्थानीय तहमा चाहिँ हामीले चाहिँ जो सरकार गठन भएको छ, व्यवस्थापिका गठन भएको छ, उनीहरूले चाहिँ
यो आफ्नो अधिकार क्षेत्रका विषयमा कानुन बनाउनुदेखि लिएर कार्यकारी अधिकार प्रयोग गरेर राखेका छन्, त्यसबाट केही बुँदा लेख्ने हो। अनि प्रशासनिक संहिताको लागि यहाँ कर्मचारी समायोजन भइसकेको छ। प्रदेश, हरेक प्रदेशले चाहिँ आफ्नो चाहिँ ओएनएम गरिसकेका छन्, आफ्नो जनशक्ति पूर्ति गरेका छन्, लोकसेवा आयोग स्थापना भएको छ, त्यसले काम गरिराखेका छन्। अब वित्तीय संहिताबाट लेख्ने के हो भनेदेखि हामी वित्तीय संहिताका 500वटा जो आयामहरू छन्, वित्तीय अन्तर सरकारी वित्तीय हस्तान्तरणदेखि लगेर यहाँहरूको प्राकृतिक साधन स्रोतको उपयोगिता लाभको बाँडफाँडी सबै कुरामा चाहिँ हामीले गरेका छौँ भन्ने किसिमले 3टा आयामबाट यहाँले दुई तिनवटा बुँदा बनाउन सक्नुभयो भनेदेखि यसको चाहिँ उत्तर पर्फेक्ट हुन्छ। यति गरौँ है। पछाडि कोशिका यहाँहरूलाई बाँकी केही कुरा रहेछ भनेदेखि चाहिँ फेरि भोलि नियमित क्लासमा सोध्नु होला। नियमित क्लासमा यहाँहरूले सोध्न नछुटाउनु होला। म यहाँहरूलाई ती सबै कुराहरू सम्बोधन गर्छु। केही नयाँ साथीहरू पनि हुनुहुन्छ जस्तो लाग्छ मलाई। लाग्छ आजसम्म चाहिँ यहाँहरू अफिसरको तयारी भन्ने चाहिँ मैले पनि अलिक बिस्तारै पिकअप त्यति धेरै चाहिँ लगेको थिएन। यहाँहरूको अफिसरको इक्जाम छ भन्ने हिसाबले, तर अब त्यो पनि सकिएको छ। अब यहाँहरू लेखनसिममा होनिनै पर्छ है। म यति भन्छु फेरि, यहाँलाई फर्स्ट पेपरको तयारी र सेकेन्ड पेपरको थर्ड पेपरको अर्कै हो, र फर्स्ट पेपर र लेखनसिम है। फर्स्ट पेपरमा त यहाँले जसरी कण्ठ गरे पनि जे गरे पनि आखिर कुरा सकिदिहाल्थ्यो। त्यसमा बरु हो के भनेदेखि क्वेसन चाहिँ फर्स्ट पेपरमा अनसिनै क्वेसन आउने हुन्। यो 20-25% मात्रै चाहिँ फर्स्ट पेपरमा चाहिँ सिन हुन्, अरू बाँकी अनसिन हुन्, सिन हुन्छन्, बाँकी अनसिन हुन्छन्। खास परीक्षा हो भनेदेखि बाँकी अनसिनै हुने हो। यहाँ ठ्याक्कै चाहिँ कण्ठ गरेको हुँदैन क्या, घुमाएर सोध्छ। तर लेखनसिममा के हुन्छ भनेदेखि 80% जति क्वेसन चाहिँ यहाँले पढेकै जानेकै सुनेकै हुन्छन्। अनि यो 20-25% मात्रै चाहिँ नयाँ खालका हुने हुन्। तर यहाँ हुन्छ के भनेदेखि उत्तर चाहिँ यहाँहरूले फेरि अलिक फरक तरिकाले लेख्नुपर्ने हुन्छ। उही सामान्य खालको उत्तर लेखेर अब पास होइँदैन क्या, कम्पिटिसन धेरै भएको छ। त्यसो भएर लेखनसिममा यहाँहरूको अलिकति छुरा भन्छ, एकदम छुरा हुनैपर्छ। छुरा भनेको पनि धेरैले फेरि फर्मेटको कुरा गर्नुहुन्छ, फर्मेटको कुरा गर्नुहुन्छ। यो फर्मेटको यो भ्रम नपढ्नु होला। केही फर्मेट हुँदैन लोकसेवा आयोगमा। प्रश्नले जे सोधेको हो त्यो सोधेको उत्तर यहाँले लेख्नुपर्छ अनि पास हुने हो। जुन फर्मेट प्रयोग गरेका साथीहरू पास भएका हुन्छन्। कसैले मेरो फर्मेट यो पढेर पास भयो भनेर गफ दिन सक्छन्, त्यसको भरमा नपढ्नु होला। फेरि अहिले के ट्रेन्ड चलेको छ भनेदेखि त्यो 400-500 विद्यार्थी पढेको हुन्छ, एउटा विद्यार्थीको पास भयो भनेदेखि सायद त्यहाँ मात्रै हुन उसले 3-4 ठाउँ पढेको हुन्छ होइन। अनि पास भएको हुन्छ, यो मका पढेर पास भयो भनेर पुरस्कार दिएको छ, टिकटक बनाएको छ। त्यसले गर्दा अलिकति सोझा सादा साथीहरूलाई अलिक भ्रम सिर्जना गरेको हुनसक्छ। त्यो भएको लहैको लागि उसमा यो फेसबुकमा चाहिँ यो बढी टिकटक हेरेको आधारमा मात्रै चाहिँ यस्तो रहेछ भन्ने यहाँहरूले मिसगाइडेड नहुनु होला। राम्रोसँग बुझेर मात्रै यहाँहरूले है सामग्री किन्ने र कसका कुरा सुन्ने भन्ने कुरामा चाहिँ ध्यान दिनु होला। ल आजको लागि म छुट्टिनुपर्ने भयो कोसीको क्लासले गर्दा। बाँकी के रहेछ भनेदेखि भोलि नियमित क्लासमा गरौँला। केही छ भनेदेखि अरू हाम्रो कोसिसको साथीहरूले भन्नु होला। म चाहिँ छुट्टिन्छु है त। लाइभबाट जोइन भएको सम्पूर्ण साथीहरूलाई नमस्कार। यहाँहरूको लेखनसिपको विशेष यहाँहरूले भर्खरै क्लास हेरिसक्नु भएको छ। लेखनसिपलाई विशेष फोकस गरेर लेखनसिपको स्पेशल क्लासहरू भइरहेको छ, साप्ताहिक परीक्षाहरू भइरहेको छ है। त्यसैले यहाँहरू पनि नियमित कक्षामा जोडिनको लागि हजुरहरूले स्क्रिनमा दिएको मैले लेख्दैछु 89511721194 तपाईँले व्हाट्सएप मार्फत, भाइबर मार्फत अथवा डाइरेक्ट कल गरेर कक्षामा जोडिन सक्नुहुनेछ। लेखनसिपको विशेष कक्षाहरू भइरहेको छ। त्यसै गरी प्रशिक्षकहरूको कुरा गर्दाखेरि सेकेन्ड पेपरमा ललित सरले लिनुहुनेछ क्लास। भर्खरै सरले यहाँहरूको फिडब्याक क्लास, साप्ताहिक नमुना परीक्षाहरू भइरहेको छ, परीक्षाको फिडब्याक क्लास भर्खरै सक्यो। त्यसै गरी थर्ड पेपरमा ललित सर प्लस थर्ड पेपरमा ललित सरले लिनुहुनेछ र त्यसै गरी शाखा अधिकृत कुशल नेपाने सरले लिनुहुनेछ है।